हेलो सम्पूर्णमा नमस्कार। म आज 21 च्यालेन्जको 6 हो। आज म जाँदैछु बाहिरतिर रनिङमा। आज मेरो छुट्टी छ, त्यही भएर आज हुन्छ रनिङ। समुद्रतिर जाँदैछु म। हातमा स्याउ छ, स्याउ लगेर जाँदैछु रनिङतिर। स्याउ खाँदै रनिङ गर्ने हो। आजको टार्गेट छ 10 किलोमिटर। अहिले सुरुमा देख्न सक्नुहुन्छ म भर्खरै कोठाबाट निस्केर मेरो यो टाइमिङ राख्दैछु म अहिले भर्खर बाटोमा छु। यहाँ यो पार्क छ यतापट्टि, अनि त्यसपछि यतातिर यो भयो। म कुदिरहेको छु, अहिले बाटोमा छु। ओहो रमाइलो भइरहेछ है कुदा। सुरुमा गर्दाखेरि 1-2 किलोमिटर अलिक कठिन लाग्छ, तर शरीर बिस्तारै वार्मअप हुन्छ। त्यसपछि सजिलो तरिकाले दौड्न सकिन्छ। येशू नै चौतारी लै किलोमिटरको थियो, सकियो। थ्याङ्क यू फर वाचिङ।